हेलो साथीहरु, फेरि तपाईहरुलाई स्वागत छ मेरो अर्को भ्लगमा हैन। आज चाहिँ म यता कुशमाण्डा सरवन त्रिवेणी धामतिर आएको छु। तपाईहरुले चाहिँ अनि त्यसको पनि म चाहिँ सिस्मल भित्र आएको छु के। अनि तपाईहरुले चाहिँ यहाँ सिन देख्न सक्नुहुनेछ। हिमाल पहाड तराईको एउटा प्रतिबिम्ब। अन्त विभिन्न देवी देवता ऋषिहरुको फोटो। यहाँ चाहिँ प्रिगी ऋषि हो उहाँ चाहिँ हैन। अनि अरू अनि राजाहरूको गणेश भगवान राजाहरू यहाँ मन्दिर त्यस्तो कुशमाण्डा सरवन हामी खास त्यही आएको यहीँ आएको हौ हैन। यसरी देवीहरूको फोटो यस्तै यस्तै आएको छ। त्यहाँ शहीद स्मारकको फोटोहरू यहाँ चाहिँ तपाईँहरू आउनै सक्नुहुन्छ। यहाँ सायद 25 रुपियाँ छ यहाँको टिकट। बाहिरबाट भित्र छिर्न 25 अनि त्यहाँबाट फेरि यहाँ आउन अर्को 25 एकजनाको भनौँ न एकजनाको त्यस्तो छ। चाहिँ एउटा पुरेको रहेछ म्याप जस्तो छ यताबाट यता कता कता जाने केही भनेर हजुर माइक नल्याएको बिर्सेछ। भ्लग बनाउँछु भन्ने लाएको थिएन। अहिले त्यो अल्ट्रा वाइडमा थियो अनि त्यही भएर अलिकति धमिलो आएको होला। मैले पुरै खिचेँ। मुक्तिनाथ मन्दिर यो खास तपाईँहरूले मुक्तिनाथको भिडियो हेर्नुभएको छ कि छैन? हेर्नुभएको छैन नि म यता यता मास्तिरतिर लिङ्क आउँछ होइन, त्यही हेर्न सक्नुहुनेछ तपाईँहरू। हामी वास्तविक सिस्मलभित्र आएका छौँ। मामुलाई विदेश याद आयो? विदेशमा यस्तै हुँदैन त, विदेशमा यस्तै सिस्टम हुन्छ कि। खिच्नुपर्छ। ठ्याक्कै बडा गजब ठाउँ रहेछ। म नि आएको थिएन अहिलेसम्म। कस्तो अनुभव भइरहेको छ तपाईँलाई? ल भन्नु। अब मलाई त विचित्र विचित्र ठ्याक्कै के नि त्यति अनुभूति त कहीँ जाँदा नि मिलेको छैन। सबैतिर सिसा छ कि छन भने तल पनि सिसा रहेछ कि तल पनि सिसा रहेछ। तल पनि सिसा छ, सबैतिर सिसै सिसा। निस्क्यौँ होइन ठ्याक्का बाट। अब बाहिर यहाँ चाहिँ सामूहिक वर्तमान हुँदैछ। अलिकति अल्ट्रा वाइडमा खेल्दाखेरि चाहिँ क्वालिटी कम्प्रोमाइज हुनसक्छ, त्यही पनि ठिकै छ नि त। के खिच्नु है
सामने कतिजनाले बर्दान त्यहाँ पुरै एरिया पुरै गरे क्या उतादेखि उतासम्म सबै गर्न थाल्यो हामी गर्न नि हामी चाहिँ त्यहाँबाट यसो निस्किन थाल्यो क्या हुन्छ अनि हामीले यहाँ टक्क यसो टिका लगाएर अनि निस्किन्छौँ त टिका लगाएर अनि बोल्छु हाम्रो टिका लगाउने कार्यक्रम सक्यो अब हामी चाहिँ निस्किन थाल्यो होइन निस्केर घरतर्फ अब हामी चाहिँ निस्किन थालेको त्यहाँबाट अरू बसहरू नै आएको रहेछ अब लाग्छौँ अहिले खिच्या पनि लामो बोल्या चाहिँ खिच्नै बिर्सेछ त्यो रेकर्डिङ नै गर्न बिर्सेछ अब आजलाई यति बाई गाइस टेक केयर बाई